हेलो साथीहरू, जुजोलाप्पा म हुँ नेवार आयुष र अहिले चाहिँ हामी साउदी आएको करिब 5 दिनका दिन चाहिँ आज बाहिर निस्किएका छौँ है त घुम्नको लागि। हामी सबै एक रुममेट भएर चाहिँ निस्किएको छ र अनि बाहिर यता नजिकै ठुलो मार्केट छ अरे, त्यो मार्केटसम्म चाहिँ पुग्ने हो है त आज। यो अहिले हामी चाहिँ साउदीको रियाद सनिया 12 भन्ने ठाउँमा चाहिँ बसिरहेका छौँ है। ल हेर्नुहोस् मेरा साथीहरू म पछाडि आउँदैछु। मेरो रुममेट साथीहरू। अनि मेरो चाहिँ त्यो के भन्छ, मेरो त्यो च्यानल चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु ल, केबिएस भ्लग सब्सक्राइब चाहिँ गर्न नभुल्नु है। सपोर्ट चाहिँ गर्नुपर्छ होइन। अनि तपाईँहरूको त्यो माया सब्सक्राइब कमेन्ट लाइक कमेन्ट सेयर हुन्छ भनेरै गर्ने, मायाले गर्ने हो। त्यो इन्कम त अब त्यो अर्निङ त हुने नहुने आफ्नो कुरा हो, त्योसँग त मतलब पनि भएन, तर सपोर्ट चाहिँ दिने है। ल साथीहरू हेर्नुहोस् है त, साउदी हो साउदी। मेरो अगाडिको भाइ छोटु हो, छोटु दादा हो। म चाहिँ त्यो अर्निङ भन्दा पनि मलाई चाहिँ भ्लग बनाउने चाहिँ ठुलो रहर थियो, त्यही भएर रहर चाहिँ पुरा गर्नलाई भ्लग बनाउँछु है। अन्यथा त्यस्तो है युट्युब बनेर अर्निङ गर्ने यो त्यो चाहिँ होइन। लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला है, सपोर्ट पनि गरिदिनु होला। आज चाहिँ फर्स्ट टाइम रेस्टुरेन्टमा आएको साउदीमा है, नास्ता खानलाई रोटी खाने, रोटीको पनि भिडियो बनाएर लाग्छु म है। ल यो मेरो साथीहरू हो यी। छोटो इधर देखो। अहिले चाहिँ म रोटीहरू, यहाँको रोटी चाहिँ ठुलो हुन्छ है, एउटा रोटीले 2 जनालाई खाना पुग्छ हामी। ल हेरौँ है त, अहिले म देखाउने छु तपाईँहरूलाई। त्यही होइन हाम्रो लन्ठु हल्का बिल्ला त्यहाँबाट अनि यहाँ आएर शीतल ताप्दा हुने रहेछ त अनि भोलि चाहिँ दिउँसो